ओ हेलो भूमिकाजी, हजुर कलौटे दाइलाई छाडा छन् भनेर तपाईँ चोखिन खोज्नु भयो हो? अँ। तपाईँ कुन सा गतिलो हो ल भन्नुहोस् ल। म चाहिँ तपाईँ गतिलो भइदियो जङ्गलतिर गएर कलौटे दाइलाई माथि हालेर सुत्नेको तपाईँ होइन। म चाहिँ खासमा त्यो रुकुममा नाचेको भिडियो चाहिँ सार्वजनिक भइसकेपछि बेसरी भाइरल भयो। अनि भाइरल भइसके पछाडि किन त्यसरी भाइरल भयो हेर्दा के नर्मली जस्तो लाग्छ भनेर म त छक परेँ। ए दर्शकले खोज्ने त यस्तो पो रहेछ भन्ने लाग्यो मलाई त। यस्तो भने कस्तो? यस्तो लाग्यो। यस्तो भने कस्तो? अहिलेसम्म मैले त्यति राम्रा भिडियोहरू म कति ठाउँ प्रोग्राममा गएर नाचेछु, गाछु, घाँटी सुकाछु होइन। कति राम्रो कल्चरल ड्रेसहरूमा नाचेर हालेको भिडियोहरू जस्ताको तस्तै 500-600 भन्दा भ्युज नै गएको थिएन। त्यही बेला पनि त्यो भिडियो र मिलियन गयो के रे लौ। धन्नै करोडले हेरिदिरा। अनि मैले के सोचेँ ए त दर्शकले त नेपाली समाजले खोजेको भिडियो यस्तो पो रहेछ भन्ने ला। त्यसपछि कलौटे दाइसँग त झन् रुचाउने रहेछन् पो, राम्रो मान्ने रहेछन् भन्ने ला मलाई त के नै। कलौटे दाइ त मेरो लागि त हिरै होइन भन्ने लाग्यो मलाई त। त्यसपछि त कलौटेलाई भेटेपछि तपाईँको भाग्य चम्कियो हो नि त। अनि कलौटे दाइसँग फेरि भेटेँ म। फेरि भेटेर यसो दाइसँग कलौटे दाइले उल्टाइदिनु भयो। कलौटे दाइ छाडा छन् के यार। छाडा मैले जामल लाएको त किन यसो गर्नु पर्यो होला। कलौटे दाइलाई छाडा भनेर सुन्नु न यता हो हेलो। फेरि चर्तिकला नदेखाउनु के फेरि गाली खानुहुन्छ। यस्तो गरिछन् यो दाइले त्यहाँ त त्यहीमा गाली आयो। फेरि हेर्न पनि लोट हेरिछन् के त्यही भिडियो। 80 लाख गएको भिडियो होइन हेलो त्यही भिडियो किन त्यसरी ओ हेर्नु। हेलो भूमिकाजी, हजुर कलौटे दाइलाई छाडा छन् भनेर तपाईँ चोखिन खोज्नु भयो हो? अँ। तपाईँ कुन सा गतिलो हो ल भन्नुहोस् ल। म चाहिँ तपाईँ गतिलो भइदियो जङ्गलतिर गएर कलौटे दाइलाई माथि हालेर सुत्नेको तपाईँ होइन। म चाहिँ जुठो भिडियो कसरी बनाउनु। भयो त। हँ? कसले जुठो